बिग साइजको चाहिँ स्क्रिन छ यो टचवालामा भइहाल्यो पछाडि चाहिँ 1 2 3 4 प्लस स्क्रू छ यो खोलौँ साइडबाट कटिङ भागबाट चाहिँ साइडबाट चाहिँ यसलाई माथि निकाल्नु यो माथिको साइडको यो प्लास्टिकलाई चाहिँ यसरी रिमुभ गरौँ यसमा 1 स्क्रू हामीले यहाँ देख्छौँ यो चाहिँ यहाँनिर एउटा स्क्रू छ यो जुन प्याटीको यसलाई निकालौँ बाहिर र यसलाई चाहिँ यो वायरलाई यहाँबाट रिमुभ गरौँ यहाँनिर स्प्रिङले होल्डबाट बसेको हुन्छ र सोतर यसरी माथि तानौँ यसरी माथि आयो स्क्रू चाहिँ रिमुभ गरौँ त्यसपछि यो पनि रिमुभ गरौँ यहाँबाट यसरी डिस्प्ले बाहिर रिमुभ हुन्छ यसलाई यहाँबाट रिमुभ गरौँ 1 वायर छ यसलाई नै रिमुभ गरौँ यो रिमुभ गरिसकेपछि बोर्ड इजी तालले रिमुभ हुन्छ यो रिमुभ भयो बोर्डलाई बाहिर निकालौँ यसरी बोर्ड बाहिर रिमुभ भयो ग्राउन्ड वायरलाई चाहिँ रिमुभ गरिसकेपछि इजी तालले चाहिँ यो बाहिर रिमुभ हुन्छ पीसीबी बोर्ड चाहिँ यस्तो खालको छ र यसमा टाइप सी को चार्जिङ पोर्ट रहेको छ भने यो बटन रहेको छ यसमा र अरु त सबै यो डिस्प्लेबाट नै टचिङ हुने हो